भिटेनलाई सबैभन्दा बढी रिस केसँग उठ्छ? ल यार भिटेनलाई सबैभन्दा बढी माया कसको लाग्छ? माया त मलाई पहिला सुरु मेरै लाग्छ ल होइन आफूभित्र माया भयो भने अरूलाई माया दिन सकिन्छ होइन ओके हिरो लाग्यो भने बाहिर हिँड्दा पनि पारा आयो नि yes. पारा आइसकेपछि अर्को साथीले ओ दामी देखाएको छ नि त्यसलाई त्यसको माया लाग्न थाल्यो तपाईँको घर परिवारले बुवाले मुवाले वा आफन्तले when they listen your song how do they react? रियाक्ट खै मेरो त त्यस्तो केही रियाक्टै गर्दैन होइन अब खै गर्छ होला अब पछाडितिर होइन र अगाडि केही पनि त्यस्तो भन्दैन ओके अब भन्न पनि अलि मिल्ने खालको गीतै हुन्छ शाहरुख खानले लोन फिर्ता दियो त्यो याद यतिकै मान्छे घान्दा होइन मजाक गरे गर्नु त छैन दिएको तर तर यदि तपाईँ मुडमा हुनुहुन्छ र गाइदिनु भयो वा केही ऱ्याप गरिदिनु भयो भने आर पिपल हु एभर वाचिङ यु विल बी ह्याप्पी हुन्छ फ्री स्टाइल ओके भने हतार हतार राइडमा आइपुगे म कान्तिपुर टिभी बाल छैन केही पनि ताल परे सन्दीप छेत्रीको नि हानिदिन्छु गीत पानी त्यतिकै पपुलर छ कहीँ कता अलिकति शब्दको कारणले भाषाको कारणले गर्दाखेरि क्रिटिसाइज भयो होला यस्तो खालको क्रिटिसिजमले चाहिँ कसरी लिनुहुन्छ जुन खालको चाहिँ वर्डहरू युज हुन्छ नि गीतमा त्यो चाहिँ फ्यामिलीमा बसेर सुन्न नमिल्ने भन्ने चाहिँ कमेन्टहरू आइरहेको हुन्छ नि मैले सुन भनेकै छैन क्या फ्यामिलीसँग बसेर